यो पिठौरीको बोट है सक्यो। हाम्रो विनोद सर अहिले पिठौरीको बिउहरू सर दाना हो सर, यो खाना हुन्छ। दाना चाहिँ खाने योग्य दाना चाहिँ टिप्नु भयो सरले, हेर्न सक्नुहुन्छ। अहिले नरम रहन्छ के सर, ए नरम हुँदा चाहिँ निकाइदिएपछि कस्तो हामीहरू ठ्याक्कै फुर्केसलासम्म आइपुग्यो नि त सर। यही हो फुर्केसला। ए मिलो मिलो हुँदो रहेछ होइन सर। मिठो हुन्थ्यो सर, यसपालि यो सुकेर भयो। ए यहाँ बस्ने घर होइन त सर। यो पार्टी ए बद्री दाइले बनाइदिनु भयो बलरामको आमाको नाममा। हजुर। ऊ त्यहाँ शिला राखेको थियो, त्यो पनि फुटाइदिएछ हेर्नु। ए पहिला यहाँ यहीँनिर एउटा पार्टी थियो, पानी झ्याम्पामा माटा झ्याम्पामा पानी राख्ने, उताबाट बोकेर ल्याएर हजुर। अनि उकालो आउँदाखेरि बस्ने पानी खाने ठाउँ। ए यो पनि बद्री दाइले नै लगाउनु। यो बोटको नाम के हो? समी समी उता हुन्छ नि सर, यो तराईतिर नि हुन्छ नि समी। हुन्छ। र यो फुर्केसला होइन त सर? यो फुर्केसला भनेर यहाँ हजुर। ए अब हामी फेरि ओह्रालो लाग्दैछौँ कालढुङ्गाको बाटो।